नमस्ते। आज मैले तपाईँहरू समक्ष जिन्सी श्रेष्ठाको परिचय र महत्त्वका बारेमा छोटो जानकारीमूलक भिडियो लिएर उपस्थित भएको छु। जिन्सी श्रेष्ठाको परिचय र महत्त्वको बारेमा छलफल गर्नुभन्दा अगाडि जिन्सी भनेको के हो भन्ने जानकारी राख्न उपयुक्त हुन्छ। जिन्सी भन्नाले कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने नगद बाहेकका अन्य सामग्री तथा वस्तु भनेर बुझिन्छ। यो कार्यालय सञ्चालनको लागि अपरिहार्य आवश्यकता हो। जस्तै कार्यालय सञ्चालनका लागि भौतिक वस्तुहरू टेबल, दराज, कम्प्युटर, क्याल्कुलेटर, फाइल, रजिस्टर यस्ता थुप्रै सामग्रीहरू आवश्यक पर्दछन्। यिनीहरूलाई हामी जिन्सी भनेर बुझ्दछौँ। यो कार्यालयको सम्पत्ति हो र यो कार्यालय सञ्चालन गर्नका लागि महत्त्वपूर्ण साधन हो। जिन्सी बिना कार्यालयहरू सञ्चालन गर्न सम्भव हुँदैन। जिन्सी सामान दुई प्रकारका हुन्छन्। यसलाई खर्च भएर जाने र खर्च भएर नजाने गरी दुई भागमा विभाजन गरिएको छ। खर्च भएर जाने जिन्सी सामग्री भन्नाले एक वर्षभन्दा कम खप्ने सामग्रीहरू, एक वर्षभन्दा कम खप्ने कार्यालयमा भएका भौतिक सामग्रीहरू जसलाई चाहिँ हामी खर्च भएर जाने जिन्सी सामग्री भन्छौँ। यसलाई नखप्ने जिन्सी सामग्री पनि भन्ने गरिन्छ। उदाहरणको रूपमा रजिस्टर, फाइल, कलम, कागज आदिलाई लिन सकिन्छ। यो खर्च भएर जाने जिन्सी सामग्रीमा सामान्यतया न्यून मूल्य हुने सस्तोमा पाइने माल सामानहरू पर्दछन्। त्यस्तै यो खर्च भएर जाने जिन्सी सामग्रीलाई मलेप फारम नम्बर 407मा राख्ने गरिन्छ। त्यसमा अभिलेख राख्ने गरिन्छ। यो सामग्रीहरू लिलाम गर्नु पर्यो भने लिलाम गर्दा मूल्य नआउने प्रकृतिका हुन्छन्। अब यसपछि अर्को भनेको खर्च भएर नजाने जिन्सी सामग्री हो। खर्च भएर नजाने जिन्सी सामग्री भन्नाले एक वर्षभन्दा बढी खप्ने जिन्सी सामग्री, त्यसलाई हामी खर्च भएर नजाने जिन्सी सामग्री अथवा खप्ने जिन्सी भन्छौँ। यसमा कम्प्युटर, दराज, टेबल, फ्यान इत्यादि हुन सक्छन्। यिनीहरू चाहिँ एकपटक खरिद गरिसकेपछि पटक पटक प्रयोग गर्न सकिने, एकै वर्षमा मात्रै नष्ट भएर नजाने यस्ता किसिमका सामग्रीहरू खप्ने जिन्सी सामग्री अथवा खर्च भएर नजानेमा पर्दछन्। यिनीहरूको अभिलेख मलेप फारम नम्बर 408 अनुरूप राख्ने गरिन्छ। यस्ता किसिमका सामानहरू सामान्यतया यिनीहरूको लागि चाहिँ 10 वर्षसम्म एउटै खातामा अभिलेख राख्नुपर्छ भन्ने मान्यता छ, त्यो गर्ने गरिन्छ। यिनीहरू तुलनात्मक रूपमा मूल्य बढी भएका सामग्रीहरू हुन्। लिलाम बिक्री गर्दा मूल्य आउने सामानहरू यस अन्तर्गत पर्दछन्। अब कार्यालयलाई जिन्सी सामग्री कहाँबाट प्राप्त हुन्छ त? जिन्सी सामग्रीका स्रोतहरू के हुन् भन्ने बारेमा चर्चा गरौँ। सबैभन्दा पहिला कार्यालयले कुनै पनि जिन्सी सामग्री खरिद गरेर प्राप्त गर्दछ। कानुन बमोजिम बजारबाट खरिद गरेर आफ्नो कार्यालयलाई चाहिने सामानहरू ल्याउँछ। यो खरिद कार्यालयमा सामग्री प्राप्त गर्ने महत्त्वपूर्ण स्रोत हो। त्यसपछि अर्को भनेको जिन्सी हस्तान्तरण हुन्छ। तालुक निकाय अथवा अन्य कुनै कार्यालय निकायबाट हस्तान्तरण भएर आफ्नो कार्यालयमा जिन्सी सामग्री आउन सक्छ। त्यस्तै सहायता ऋण, विकास साझेदार संस्थाहरू, दात्री निकाय, आइएनजिओ, एनजिओ, अन्तर्राष्ट्रिय सङ्घ संस्था र सरकारहरूबाट सहायता स्वरूप जिन्सी सामग्री पाउन सकिन्छ। जस्तै निर्वाचनको समयमा विभिन्न दात्री निकाय अथवा विदेशी सरकारहरूले सवारी साधन लगायतका सहायताहरू प्रदान गरिरहेका हुन्छन्। त्यो जिन्सी सामग्री प्राप्तिको एउटा स्रोत भयो। त्यस्तै कार्यालयले आफूले गरेका विभिन्न कामहरूबाट पनि जिन्सी सामग्रीहरूको उत्पादन भइरहेका हुन्छन्। विभिन्न निकायहरूले आफ्ना वार्षिक प्रतिवेदनहरू, जर्नलहरू पब्लिस गरिरहेका हुन्छन्। त्यो पनि कार्यालयले उत्पादन गरेको जिन्सी सामग्री भयो। त्यस्तै कार्यालयहरूको प्रकृति अनुसार कतिपय कार्यालयहरूले विभिन्न वस्तुहरू उत्पादन गरिरहेका हुन्छन्। त्यसरी पनि जिन्सी सामग्री प्राप्त हुन सक्छ। अब जिन्सी सामग्री खर्च भएर जाने क्षेत्रहरू के कसो गर्दा कुन क्षेत्रमा जिन्सी सामग्री खर्च भएर जान्छ भनेर हेर्ने हो भने कार्यालयको दैनिक कार्य सञ्चालनमा खर्च भएर जान्छ। कार्यालयमा काम गर्दा हामी टिप्पणी लेख्छौँ, टिप्पणी उठाउँछौँ। त्यति बेला कलम, टिप्पणीको कागज, फाइलहरू खर्च भएर गइरहेको हुन्छ
होइन। यसरी विभिन्न किसिमको कार्यालयको प्रकृति अनुसार कार्यालयले सम्पादन गर्ने काम अनुसार काम गर्दै जाँदा विभिन्न जिन्सी सामग्रीहरू प्रयोग हुँदै जान्छन्, किनभने जिन्सी सामग्री भनेको कार्यालयमा कार्य सम्पादनको साधन हो। त्यसकारण दैनिक कार्यालय सञ्चालनमा जिन्सी सामग्री खर्च भएर जान्छ। त्यसपछि अर्को भनेको टुटफुट भए हानि नोक्सानी हुने। कतिपय जिन्सी सामग्रीहरूको प्रकृतिका आधारमा अथवा भण्डारणको समयमा प्रयोग गर्दा गर्दै पनि टुटफुट हुन सक्ने हुन्छ, हानि नोक्सानी हुन्छ। यस्तो अवस्थामा जिन्सी सामग्री खर्च भएर जान्छ। म्याद हुने जिन्सी सामग्रीहरूको म्याद गुज्रिएपछि खर्च भएर जाने हिसाबले हामी हेर्छौँ। अन्य कार्यालयलाई हस्तान्तरण आफूलाई प्रयोग नहुने अथवा आफूलाई बढी भएको सामग्री अरूलाई हस्तान्तरण गर्दा पनि खर्च भएर जान्छ। लिलाम बिक्री कम काम लाग्ने अथवा कुनै मिति पुगिसकेका आफ्नो कार्यालयको लागि उपयोगी नभएका सामग्रीहरू कानुन बमोजिम लिलाम बिक्री गरेर पनि जिन्सी सामग्री खर्च भएर जान्छ। प्राकृतिक प्रकोप हराएको चोरी भएको अवस्थामा कारण खुल्ने भयो भने कानुन बमोजिम मिनाहा गर्ने व्यवस्था पनि छ। त्यो अवस्थामा पनि जिन्सी सामग्री खर्च भएर जान्छ। अब जिन्सी व्यवस्थापन भनेको के हो भन्ने छोटोमा बुझ्नु पर्दा कार्यालयलाई आवश्यक पर्ने माल सामानहरूको कार्यालयमा कार्य सम्पादन गर्न आवश्यक पर्ने माल सामान सामग्रीहरूको खरिद योजना बनाउने, खरिद गर्ने, त्यसरी खरिद गरिसकेपछि तिनीहरूको अभिलेख राख्ने, प्रयोग गर्ने, प्रयोगको पनि अभिलेख राख्ने, टुटफुट भयो, पुरानो भयो मर्मत सम्भार गर्ने र ती सबै कुराहरूको भौतिक अवस्थाको यथार्थ प्रतिवेदन दिनेसम्मको कार्य जिन्सी व्यवस्थापन हो। के चाहिन्छ त्यो बनाउन पर्यो, किन्न पर्यो, किनेर ल्याएपछि अभिलेख राख्न पर्यो, प्रयोग गर्न दिन पर्यो, त्यसको पनि अभिलेख राख्ने गरिन्छ। मर्मत सम्भार गर्न पर्ने हुनसक्छ, मर्मत सम्भार गर्ने। त्यसपछि ती सबै कुराहरूको यथार्थ विवरण वार्षिक रूपमा जिन्सी निरीक्षण प्रतिवेदन तयार गर्ने गरिन्छ। यी सबै कामहरू चाहिँ जिन्सी व्यवस्थापन अन्तर्गत पर्दछन्। कार्यालयमा कार्य सम्पादन गर्न आवश्यक भौतिक साधन स्रोतको परिचालन एवं व्यवस्थापनको कार्य जिन्सी व्यवस्थापनले गर्छ। यो जिन्सीको खरिद, खर्च र बाँकीको यथार्थ अवस्था चित्रण गर्ने काम पनि यसले गर्छ। कति खरिद गरियो, कति प्रयोग भयो, खर्च भएर गयो, अब कति बाँकी छ भन्ने सबै कुराहरू जिन्सी व्यवस्थापनभित्र पर्दछन्। अब के हो त जिन्सी व्यवस्थापनको उद्देश्य भन्दा कार्यालयलाई आवश्यक पर्ने सामग्रीको चाहिएको समयमा कार्य सम्पादन गर्न आवश्यक साधन तत्काल चाहिएको हुन्छ, त्यो व्यवस्थापन गर्नु चाहिँ यसको मुख्य उद्देश्य हो। काम गर्न परेको छ, त्यो काम गर्नलाई के चाहिएको छ त्यो उपलब्ध गराउन पर्यो। त्यस्तै जिन्सीको व्यवस्थित भण्डारण गर्नु, खरिद गरेर अथवा कुनै माध्यमबाट प्राप्त भइसकेको जिन्सी सामग्रीलाई व्यवस्थित तरिकाले भण्डारण गर्न पर्यो। चाहिएको अवस्थामा प्रयोग गर्नका लागि उपलब्ध हुने तरिकाले भण्डारण गर्न पर्यो। कार्यालयलाई आवश्यक सामग्री खरिद गर्दा त्यसलाई पारदर्शी र मितव्ययी बनाउन पर्यो। जिन्सीको सुरक्षा गर्न पर्यो। यसलाई व्यवस्थित रूपले नियन्त्रण गर्न पर्यो। कसलाई कति मात्रामा चाहिएको छ, चाहिएको बेला दिन पर्यो, त्योभन्दा बढी पनि दिन भएन। त्यसले कसरी प्रयोग गरिरहेको छ, कार्यालयमा कार्यालयकै कामको लागि प्रयोग गरिरहेको छ, के को लागि गरिरहेको छ, यी सबै कुराहरू जिन्सी नियन्त्रण अन्तर्गत पर्दछन्। त्यसलाई व्यवस्थित बनाउन पनि जिन्सी व्यवस्थापनको उद्देश्य हो। जिन्सी सामानको वर्गीकरण गरी सहज रूपमा उपलब्ध गराउने। अघि हामीले खर्च भएर जाने र खर्च भएर नजाने गरी दुईवटा वर्गीकरणमा हेऱ्यौँ। यसरी वर्गीकरण गरिसकेपछि सहज रूपमा उपलब्ध हुने भयो, त्यसको लागि अभिलेख राख्ने काम सहज हुने भयो। यी कुराहरू चाहिँ जिन्सी व्यवस्थापनको उद्देश्यभित्र पर्दछन्। अब किन जिन्सी व्यवस्थापन महत्त्वपूर्ण छ भन्दा यसको पहिलो महत्त्व भनेको कार्यालयको कार्य सम्पादन गर्नको लागि आवश्यक साधनको व्यवस्थापन गर्नु। काम गर्न जिन्सी सामग्री बिना सम्भव हुँदैन। त्यसो हुँदा कार्यालयले आफ्नो उद्देश्य हासिल गर्नका लागि गर्ने कार्य सम्पादन व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सामग्री उपलब्ध गराउन यो जिन्सी व्यवस्थापन महत्त्वपूर्ण छ। खरिदलाई मितव्ययी बनाउन, जिन्सीको संरक्षण गर्न, यसको प्रयोगलाई पारदर्शी र मितव्ययी बनाउन। कार्यालयको जिन्सी सामग्री कार्यालयकै प्रयोजनको लागि, कार्यालयको कार्य सम्पादन प्रयोजनकै लागि प्रयोग गर्न पर्छ। त्यसले मितव्ययी पनि बनाउन पर्यो, पारदर्शी पनि बनाउन पर्यो। माल सामानको यथार्थ अवस्था चित्रण गर्न पर्यो। हामीसँग कति छ, अब कति आवश्यक पर्छ,
कार्य सम्पादन गर्नलाई कति चाहिन्छ, यो कुराहरू चित्रण गर्नका लागि पनि जिन्सी व्यवस्थापनको महत्त्व छ। पुराना टुटफुट एवं काम नलाग्ने सामानलाई प्रतिस्थापन गर्न पर्यो, लिलामी गर्न पर्ने भने लिलामी गर्न पर्यो, त्यसको व्यवस्थापन कसरी गर्ने हो, नयाँ चाहिएको अवस्थामा कसरी ल्याउने, यो कुराहरू जिन्सी व्यवस्थापनले हेर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, सार्वजनिक कोषको भ्यालु फर मनी सुनिश्चित गर्छ। जिन्सी व्यवस्थापनका माध्यमबाट सरकारले उपलब्ध गराएको सरकारी बजेटबाट मितव्ययी ढङ्गले कार्यालयलाई चाहिने जति मात्र सामग्री किन्ने, त्यसलाई कार्यालयको उद्देश्य हासिल गर्न प्रयोग गर्ने, त्यो कामको लागि जिन्सी व्यवस्थापन महत्त्वपूर्ण छ। अब जिन्सी व्यवस्थापनको कुरा गरिसकेपछि जिन्सी श्रेष्ठताको बारेमा छोटो चर्चा गरौँ। जिन्सी श्रेष्ठता भनेको के हो भनेर बुझ्नु पर्दा श्रेष्ठतालाई सबभन्दा पहिला बुझौँ। श्रेष्ठता भनेको नियमपूर्वक कुनै कुरा राख्ने, त्यसको विवरण राख्ने, अभिलेख राख्ने, हरहिसाब राख्ने कार्य चाहिँ श्रेष्ठता राख्ने हो। अब त्यसो हो भने जिन्सी श्रेष्ठता भन्नाले चाहिँ कार्यालयमा जिन्सी कहाँबाट, कति, कसरी प्राप्त भयो, अघि हामीले जिन्सी प्राप्तिका स्रोतहरूको बारेमा चर्चा गऱ्यौँ होइन, कसरी कुन माध्यमबाट कति, क्वान्टिटी कति हो त्यो प्राप्त भयो, त्यसमध्ये कति सामान कहाँ कुन अवस्थामा छ त्यो यथार्थ अवस्था बताउन पर्यो, कसले प्रयोग गर्दैछ कि भण्डारमा छ कि, त्यसपछि कति खर्च भएर गयो, त्यस्तो सबै अभिलेख राख्ने कार्य जिन्सी श्रेष्ठता हो। जिन्सीको प्राप्ति, प्रयोग र बाँकीसम्मको अवस्था जनाउनका लागि राखिने विवरण, हरहिसाब अथवा अभिलेख जिन्सी श्रेष्ठता हो। जिन्सी सामानहरूको आम्दानी, खर्च र बाँकी जनाउने र त्यो सम्बन्धी अभिलेख र प्रतिवेदन तयार पार्ने कार्यविधि चाहिँ जिन्सी श्रेष्ठता हो। यसले कार्यालयमा भएको जिन्सीको सम्पूर्ण विवरण राख्दछ। अब यो जिन्सी श्रेष्ठताको परिचयपछि जिन्सी श्रेष्ठता प्रणाली भन्ने बारेमा छोटो रूपमा चर्चा गरौँ। जिन्सी श्रेष्ठता प्रणाली भन्नाले कार्यालयलाई आवश्यक पर्ने सामानहरू बजारबाट खरिद गर्ने, कार्यालयको भण्डारमा दाखिला गर्ने तथा खर्च गर्ने र सबैको अभिलेख राख्ने प्रक्रिया कानुन अनुसार सिलसिलाबद्ध रूपमा राख्ने, कुन काम कतिखेर गर्ने, कस्तो फारममा राख्ने, त्यो फारम कहाँ राख्ने, फारममा के कुराहरू राख्ने, सबै कुराहरू चाहिँ जिन्सी श्रेष्ठता प्रणालीले परिभाषित गरेको हुन्छ। अब जिन्सीको प्राप्ति, उपयोग, खर्च र बाँकीको यथार्थ अवस्था चित्रण गर्छ यो प्रणालीले। जिन्सी माल वस्तुको आम्दानी तथा खर्च कहाँ कसरी भयो, कुन सामान कुन अवस्थामा छ, सो देखाउने लगायत जिन्सी व्यवस्थापनका काम कारबाहीलाई व्यवस्थित गराउन यो राख्ने गरिन्छ। जिन्सी लेखा जिन्सी सामान सम्बन्धी लेखाङ्कन हो। जिन्सी श्रेष्ठता प्रणालीलाई जिन्सी लेखा प्रणाली पनि भनिन्छ। हस् त, यो आज जिन्सी श्रेष्ठताको परिचय र महत्त्वको बारेमा छोटो भिडियो तपाईँहरू समक्ष मैले राखेँ। तपाईँहरूलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न सक्नुहुन्छ र आउने दिनहरूमा यस्तै अरू भिडियोहरू लिएर उपस्थित हुनेछु। धन्यवाद।